कोलकाताको गल्लीहरूमा जीवन कहिल्यै रोकिँदैन। यो सहर सधैँ पर्व, उमङ्ग र सपनाको सहर हो। त्यसैले त्यसलाई सिटी अफ जोय भनिन्छ। यसले आफ्ना साँघुरा गल्लीहरूभित्र इतिहासको विशाल कालखण्ड लुकाएको छ। कोलकाताले के देखेन? सभ्यता, संस्कृति, साहित्य, विज्ञान, सङ्गीत, कला र आध्यात्म यसका पर्याय तुल्य हुन्। त्यही आकाशमा जीवनको बहार भएको सहरलाई आज हामी आकाशबाट हेर्नेछौँ। हाई गाइज, वेलकम टु माई भ्लग। अनि आजको हाम्रो यात्रा रहनेछ एउटा यस्तो सहरको जसले आफ्ना गल्लीहरूमा इतिहासको विशाल कालखण्ड लुकाएको छ। एउटा यस्तो सहर जसले आफ्नो माटोमा स्वामी विवेकानन्द, रविन्द्रनाथ टेगर, मदर टेरेसा जस्ता अनेकौं फुलहरू फुलायो, अनेकौं फुलहरू उमार्यो। त्यो सहर हो कलकत्ता, जुन तपाईँ यहाँ देख्न सक्नुहुन्छ। यो हो आकाशबाट देखिएको कलकत्ता, जुन हुगली नदीको किनारमा हुगली नदी जस्तै शान्त भएर बसेको छ। यहाँको हावामा जीवन छ, यहाँका मानिसहरूले जिउन जानेका छन्। यो हो कलकत्ता। कलकत्ताका ठाउँहरूको कुरा गर्ने हो भने यहाँ अनेकौं ठाउँहरू छन् जहाँ मानिसहरू घुम्न सक्छन्। जसमा सबैभन्दा अगाडि छ भिक्टोरिया मेमोरियल। त्यही नजिकै छ इन्डियन म्युजियम, इडेन गार्डन हेर्न सक्नुहुन्छ, जुन चाहिँ इन्डियाको क्रिकेटको हब नै हो। यही भिक्टोरिया मेमोरियलको नजिकै तपाईँ देख्न सक्नुहुन्छ सेन्ट पल्स क्याथेड्रल, नजिकै देख्न सक्नुहुन्छ साइन्स सिटी। हुगली नदीकै माथि बनेको जुन यो हाउडा ब्रिज छ, यो पनि अत्यन्तै फेमस ठाउँ हो। सँगसँगै तपाईँ देख्न सक्नुहुन्छ भूतनाथ टेम्पल, दक्षिणेश्वर काली टेम्पल। यहाँ छ नेताजी सुभाष चन्द्र बोस इन्टरनेसनल एयरपोर्ट, जुन एयरपोर्ट चाहिँ अत्यन्तै बिजी हुन्छ कलकत्तामा। दिज आर द ओभरअल प्लेसेस है, सिम्पली सजिला प्लेसेसहरू जहाँ चाहिँ तपाईँ जान सक्नुहुन्छ। अब एउटामा जाने हो भने लेट्स स्टार्ट फ्रम भिक्टोरिया मेमोरियल है। दिस इज भिक्टोरिया मेमोरियल, जुन चाहिँ एउटा अङ्ग्रेजको पालाको चाहिँ बिल्डिङ हो। यो चाहिँ वेस्टर्न युरोपियन स्टाइलको बिल्डिङ तपाईँ देख्न सक्नुहुन्छ। यो चाहिँ ताजमहलबाट पनि अलिकति इन्सपायर भएको हुनाले तपाईँ यहाँ इन्डियन इलिमेन्ट आर्किटेक्चरका जस्तै यो डोम सेप, यी मिनारहरू चाहिँ देख्न सक्नुहुन्छ। लुक एट दिस, अत्यन्तै सुन्दर, अत्यन्तै सुन्दर। अनि सी इज क्विन भिक्टोरिया है, उहाँकै सम्झनामा चाहिँ यो मेमोरियल चाहिँ बनाइएको थियो अर्ली 90s मा। अत्यन्तै धेरै सुन्दर छ यो ठाउँ। दिस इज मस्ट भिजिट है, मस्ट भिजिट। यदि हामी कलकत्तामा छौँ, कलकत्ता गइरहेछौँ भने दिस इज मस्ट भिजिट प्लेस। त्यही नजिकै एउटा अर्को ठाउँ छ सेन्ट पल्स क्याथेड्रल, इफ यु वान सी। यो पनि अत्यन्तै फेमस ठाउँ हो, अत्यन्तै फेमस ठाउँ हो। लुक एट दिस, यो चाहिँ एउटा चर्च हो है। यो पनि अङ्ग्रेजको पालाको चर्च हो। लुक एट दिस, isn't it beautiful? यतिकै भनिएको होइन कि कलकत्ताले आफ्ना गल्लीहरूमा इतिहास लुकाएको छ। स्ट्रिट भ्यू हेर्ने हो भने लुक एट दिस है, यो हो सेन्ट पल्स क्याथेड्रल। लुक एट दिस, छैन त हेभन। त्यसपछि कलकत्ताका अरू इम्पोर्टेन्ट ठाउँहरूको कुरा गर्ने हो भने यहाँ नजिकै तपाईँ देख्नुहुन्छ इन्डियन म्युजियम। यो म्युजियम करिब 212 वर्ष पुरानो म्युजियम हो, जुन 1814 मा चाहिँ बनेको थियो। यु क्यान सी, लुक एट दिस। यो पनि अङ्ग्रेजको पालाको बिल्डिङ हो, अङ्ग्रेजको पालामै बनेको म्युजियम हो। चाहिँ म्युजियमभित्र रहेका चिजहरू पनि तपाईँहरू हेर्न सक्नुहुन्छ। लुक एट दिस काष्ठकला। यस्तो काष्ठकलाको लागि त काठमाडौँ भ्याली पनि अत्यन्तै धेरै फेमस छ। हाम्रो जुन दरबार स्क्वायर छ, भक्तपुर दरबार छ, त्यहाँ पनि काष्ठकला त अत्यन्तै राम्रो छ। र त्यहाँको म्युजियममा पनि एउटा स्पेसिफिक ठाउँ छ दत्तात्रेय मन्दिर पछाडि, जुन चाहिँ काष्ठकलाको लागि डेडिकेटेड गरिएको छ है।
चाहिँ अरू ठाउँहरू नटराज देख्न सक्नुहुन्छ। नटराज भगवानको यो मूर्ति ताजमहलको सानो रेप्लिका रहेछ। लुक एट दिस, लुक एट दिस। यो म्युजियममा जानुभयो भने तपाईँले इतिहास देख्नुहुन्छ, धेरै कुराहरू नयाँ देख्न सक्नुहुन्छ तपाईँले। त्यही भएर दिस इज अल्सो मस्ट भिजिट है। दिस त्यही इन्डियन म्युजियमकै नजिकै छ हाम्रो इडेन गार्डन, जुन चाहिँ कलकत्ता नाइट राइडर्स, क्रिकेट लभरहरूको लागि कलकत्ता नाइट राइडर्सको यो होम ग्राउन्ड पनि हो। लुक एट दिस। छैन त सुन्दर। अब अझै अगाडि बढ्ने हो भने यहाँ छ हुगली नदीमा बनेको हाउडा ब्रिज। यो ब्रिज अङ्ग्रेजको पालामा बनेको ब्रिज हो, तर आजसम्म पनि इट्स स्ट्यान्डिङ स्टिल है। इन्डिया आजाद भएकै करिब 75-80 वर्ष जति भइसक्यो, तर यो अहिले पनि जस्ताको त्यस्तै छ। यसले इन्डियाको लेगेसी, ब्रिटिस राजको लेगेसी पनि बोकेको छ आफूसँगै। अरू घुम्न मिल्ने ठाउँहरूको कुरा गर्नुहुन्छ भने यहाँनिर जुन भूतनाथ टेम्पल छ यो पनि अत्यन्तै धेरै फेमस छ। हामीसँग सबै ठाउँ देखाउने अहिले त्यति धेरै समय छैन। यो हो अर्को अत्यन्तै फेमस ठाउँ जसलाई हामीले छोड्नु नै छुटाउनु नै हुन्न। यो दक्षिणेश्वर काली टेम्पल जुन चाहिँ रामकृष्ण परमहंस र स्वामी विवेकानन्दसँग रिलेटेड छ। रामकृष्ण परमहंस चाहिँ स्वामी विवेकानन्दका गुरु हुनुहुन्थ्यो। उहाँ कालीका अत्यन्तै धेरै ठुला भक्त हुनुहुन्थ्यो, त्यही भएर उहाँहरूसँग रिलेटेड चाहिँ यो मन्दिर छ। लुक एट दिस। ही इज रामकृष्ण परमहंस है। यो आर्किटेक्चरको कुरा गर्ने हो भने आर्किटेक्चरमा इन्डियन इलिमेन्ट सँगसँगै अलिकति चाहिँ वेस्टर्न इन्फ्लुएन्स पनि देखिन्छ दक्षिणेश्वर काली टेम्पलको आर्किटेक्चरमा। अरू ठाउँहरूको कुरा गर्ने हो भने अत्यन्तै धेरै र सुन्दर ठाउँहरू छन् कलकत्तामा। देख्न सक्नुहुन्छ 7 वन्डर्स इको पार्क पनि हेरौँ। यो हो 7 वन्डर्स इको पार्क, जसमा चाहिँ विश्वका विभिन्न वन्डरहरू, आर्किटेक्चर मार्भलहरू चाहिँ समेटिएको छ। लुक एट दिस, लुक एट दिस। ताजमहलकै रेप्लिका बनाइएको रहेछ। लुक एट दिस। ब्राजिलको क्राइस्टको मूर्ति पनि छ यहाँ। तपाईँ एउटै ठाउँमा यो ताजमहल आगरादेखि, ब्राजिलदेखि, लुक एट दिस, रोम पनि तपाईँहरूले एक्सपिरियन्स गर्न सक्नुहुन्छ। पेट्रा पनि एक्सपिरियन्स गर्नु सक्नुहुन्छ। यो चाहिँ जोर्डन देशमा रहेको ठाउँ हो। दिस इज पेट्रा है। जोर्डन देशमा रहेको मोनुमेन्ट हो। ठाउँ चाहिँ अब कलकत्ता नै हो। यो पनि रोमको नै हो। लुक एट दिस। यु क्यान फिल इजिप्ट इन कलकत्ता है। यो चाहिँ पिरामिड्सहरू देख्न सक्नुहुन्छ हजुरहरू। फेरि पेट्राकै फोटो आयो, पिरामिड्सहरू छन्। यसरी विश्वका विभिन्न मार्बलहरू चाहिँ तपाईँले कलकत्तामा एउटै ठाउँमा चाहिँ देख्न सक्नुहुन्छ। यो चाहिँ भयो 7 वन्डर इको पार्क है। अर्को कलकत्तामा हामीले छुट्याउनै नहुने चाहिँ हो कलेज, COLL, कलेज स्ट्रिट कलकत्ता है। यो चाहिँ बुक मार्केटको लागि अत्यन्तै धेरै फेमस है। एसियाको लार्जेस्ट बुक मार्केट पनि हो यो। लुक एट दिस। बुक लभर्सको लागि इट्स हेभन। लुक एट दिस। जस्तो खाले बुक पनि तपाईँले कलेज स्ट्रिटमा चाहिँ पाउन सक्नुहुन्छ। कलेज स्ट्रिटको एउटा अर्को राम्रो कुरा के हो या त्यहाँको हेर्न पर्ने कुरा, दिस इज ग्रेट इन्डियन क्याफे और कफी सप, इन्डियन कफी सप हो यो चाहिँ।
यो चाहिँ हिस्ट्रीको इट्स अ लिभिङ म्युजियम यु क्यान से होइन, किनकि धेरै हिस्टोरिकल फिगरहरू, धेरै पोलिटिकल फिगरहरू, लिटरेरी फिगरहरू चाहिँ योसँग रिलेटेड छन्, यो क्याफेसँग रिलेटेड छन्। क्याफे चाहिँ उनीहरूको जीवनको कुनै न कुनै इन्सिडेन्टहरूमा, कुनै न कुनै पार्टमा चाहिँ, कुनै न कुनै जीवनको खण्डमा चाहिँ यो क्याफे उनीहरूसँग रिलेटेड भएको हुनाले यो पनि लिभिङ म्युजियम हो। यदि तपाईँ यहाँ जाने अवसर जुऱ्यो भने अवश्य अवश्य नै जानु होला। दिस इज कोलकाता फर यु गाइज। अब समयले पनि नेटो काट्ला जस्तो छ, योभन्दा धेरै हामी नेक्स्ट पार्ट बनाउँला। यहाँ अरू धेरै ठाउँहरू छन्, जस्तै साइन्स सिटी छ यहाँ, अनि यहीँ कालीघाट, कालीघाटको काली टेम्पल छ। यस्ता विभिन्न ठाउँहरू छन् जहाँ त जानु नै पर्छ यदि हामी कलकत्तामा पुगेका छौँ भने। र म अघिदेखि भनिरहेको छु, कलकत्ता चाहिँ एउटा लिभिङ म्युजियम हो। यसले चाहिँ आफूभित्र इतिहास समेटेर राखेको छ। त्यही भएर कुनै न कुनै जीवनको कुनै न कुनै कालखण्डमा यदि कलकत्ता जाने अवसर जुऱ्यो भने अवश्य अवश्य नै कलकत्ता जानु होला। र मैले भनेका ठाउँहरू पनि हजुरहरूले भिजिट गर्न सक्नुहुन्छ। र म लाइभ आफू पनि कलकत्ता गएँ भने म कलकत्ता पुगेको भ्लग पनि यस च्यानलमा आउनेछ भन्ने मैले आशा गर्दै अहिले यो भिडियोलाई चाहिँ यति गरौँ। ओके गाइज, ह्याभ फन, स्टे अलाइभ विथ भाइब जुन कलकत्ताले दिन्छ। गाइज, पिस आउट।